चाहिँ धेरैजसो जस्ट यो रिटेल स्टोर पसल देख्छौँ होइन? अनि अथवा अनलाइनमा एडहरू देख्छौँ र हामी चाहिँ यहाँ भयौँ कस्टमर्सहरू। तर यो कुनै कपडा यहाँसम्म आइपुग्नको लागि बिचमा यत्रो धेरै स्टेप्सहरू हुन्छन् होइन? अनि यहाँ अल द वे टु चाइना इन्डियाबाट र मेटेरियल अथवा प्रोड्युस्ड गुड्सहरू ल्याउँदाखेरि यो बिचमा चाहिँ यत्रो धेरै स्टेप्सहरू पार गरेर बल्ल त्यो पसलमा आइपुगेको हुन्छ होइन? अनि यो चाहिँ के हुँदो रहेछ भनेर एकचोटि हेरौँ है त। यस्तो यहाँ आइपुग्नुको लागि एउटा त चाइना र इन्डियाबाट आउने भए होइन? इन्डियाबाट कसैले र मेटेरियल ल्याउने भयो। त्यो र मेटेरियल चाहिँ लास्टमा यहाँ आएर फ्याक्ट्रीमा चाहिँ बनाउने भए अथवा कोहीले काठमाडौँको फ्याक्ट्रीमा ल्याएर म्यानुफ्याक्चर गर्ने भए, कसैले चाहिँ अथवा आउटसाइड काठमाडौँ तराईको कुनै फ्याक्ट्रीमा चाहिँ गर्ने भए। तर यो फ्याक्ट्रीसम्म आइपुग्न पनि यो फ्याक्ट्री चाहिँ र मेटेरियल्सको केसमा चाहिँ है, अब त्यहीँनिर चाइनाकै फ्याक्ट्रीबाट रेडिमेड गुड्सहरू पनि ल्याउन पर्यो। तर र मेटेरियल पनि अथवा फ्याक्ट्रीकोबाट आएको म्यानुफ्याक्चर्ड रेडिमेड पनि आउने बाटो चाहिँ त्यही हो। सुरुमा त इन्डियाको पोर्ट्सहरू हुँदै त्यसपछि त्यो ट्र्याक हुँदै त्यसलाई बिस्तारै कस्टम्सहरूबाट पनि पास गर्नुपर्यो। कस्टम भनेपछि यो चाहिँ नेपालको बोर्डरमा आइपुग्यो है त। नेपालको बोर्डरमा आइपुग्यो अनि इन्डियाबाट नि आउन सक्यो है, चाइनाबाट पनि आउन सक्यो यो फ्याक्ट्रीबाट होइन, र मेटेरियल। अनि अझ वाइकेके हार्डवेयर भन्ने कुनै म्यानुफ्याक्चररले एकदमै हाई स्ट्रेन्थ बनाउन सक्ला होइन, अब एकदमै राम्रो चाहिँ बनाउनु सक्ला। एउटा चाहिँ एयरबाटै पनि ल्याउन सकियो होइन, हवाईजहाजबाट उडाएर अनि सिधै काठमाडौँमा ल्याइपुर्याएर यता चाहिँ सेल्सहरू गराउन सकियो। अर्को भनेको यताको त्यो इन्डियाको पोर्ट्सको रुटहरूबाट पनि आइपुग्न चाहिँ सक्यो है त। यो हुँदै जस्तो यहाँनिर चाहिँ नेपालको फ्याक्ट्री भयो, यो र यो चाहिँ नेपालको फ्याक्ट्री भयो, यो बिचमा बाटो भयो इन्डिया र चाइनाबाट आइपुग्ने चाहिँ। अनि यो चाहिँ यिनीहरू चाहिँ अब होलसेलर जस्तो भयो, बफर वेयर हाउस होइन। त्यो होलसेलरले चाहिँ अब रिटेल स्टोरहरूलाई चाहिँ दिने भयो। रिटेल स्टोरमा आएपछि बल्ल तपाईँहरूले देखेको चाहिँ हुने भयो, कुनै अनलाइनबाट बिक्री हुने भयो, कुनै चाहिँ अब फिजिकल स्टोरबाटै बिक्री हुने भयो। तपाईँहरू यहाँ कस्टमर्सहरू हुनुभयो। त्यसपछि होइन अब इन कस्टमर्स चाहिँ आइपुग्यो है त। यो चाहिँ रिटेल स्टोर ठमिलको मानम होइन, फिजिकल रिटेल स्टोर। यी चाहिँ अनलाइन स्टोरहरू चाहिँ आइपुगे है त। बफर वेयर हाउस चाहिँ यो बिचमा होलसेलरहरू भयो यिनीहरू चाहिँ होइन। अब कुनै चाहिँ अब युज गरिसकेपछि रिसाइकल हुने भयो अथवा डोनेट चाहिँ हुने भयो। र यसमा अर्को के पनि देखाइएको छ भने चाहिँ मनी फ्लो है त। जस्तो यहाँनिर होइन कस्टमरबाट 8,900 अनि अर्को चाहिँ यता अनलाइन सेल्सबाट $4,800 चाहिँ कस्टमरबाट यो पसलहरूमा गएको छ होइन। तर त्यो पसलबाट फेरि यता होलसेलर हुँदै होइन, यो फ्याक्ट्रीहरू हुँदै यता पोर्ट्सहरू बिचमा सबैतिर खाँदै आफ्नो कट्सहरू राख्छन् नि त होइन। त्यो कट्सहरू राख्दै गएपछि चाहिँ यहाँ लास्टमा बाँकी रहने भनेको चाहिँ कति हो त, 800 प्लस 100 900 950 1000 1100 1250 होइन, 20 to 50 हुँदै लगभग 3,000 चाहिँ यहाँ पुग्ने भयो। यहाँनिर इन कस्टमर्सले कति तिरेको थियो, 8,900 प्लस 4,800 गर्दाखेरि लगभग 14,000 जति चाहिँ तिरेको थियो। यहाँ पुग्दाखेरि 3,000 जति चाहिँ पुग्ने भयो। यो बिचमा सबै यो खाने अब भनौँ न खाने मान्छेहरू आफ्नो कटहरू राख्ने मान्छेहरू चाहिँ भए। कुनै यो चाहिँ खेर गएको चिजहरू हुने भयो होइन, अनसोल्ड कुराहरू यी चाहिँ
यी कुराहरू पनि छ है त। लगभग सप्लाई चेन यति नै हो, सिम्पल नै छ।